मलाई यो गरिबको कुनै याद आउने छैन। हो मेरी प्राण, अब हामी सधैँ सुखी हुनेछौँ। गरिबको कोही हुँदैन, ठुलो मान्छे बन्नुपर्छ बाबु। मालिक, मलाई यहाँ केही काम मिल्छ होला? म असाध्यै गरिब छु। हुन्छ आलु, काम मिल्छ। जाऊ, त्यहाँ एउटा खाल्डो खन्नु छ, त्यही खन, अनि अरू काम भन्छु। आहा बाबु, यो त सुन पो हो। पख, मालिकलाई भन्छु। मालिक, यो मैले जमिन मुनि फेला पारे। आलु, यो तिम्रै हो, यसमा मेरो कुनै अधिकार छैन, तिमी नै राख। देख्यौ बाबु, भगवानले उसैलाई माया गर्नुहुन्छ जसको मन सफा हुन्छ। अब म पनि धनी भएँ। यो सवारी साधन तपाईका लागि एकदम उत्तम छ। हजुरको रोजाई उत्कृष्ट छ। धन्यवाद। लौ हिँड बाबु, अब हाम्रो नयाँ यात्रा सुरु भयो। मलाई किन समातेको? तपाईका श्रीमानले लिएको ऋण तिर्नु भएन। उहाँको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको छ। यो झुट हो। म पागल थिएँ, रोपो आलुलाई छोडे। उसको मन त सफा थियो, भण्टाले मलाई धोका दियो। आलु, कृपया फर्केर आऊ। के आलु फर्केर आउलान् त? तपाईको विचार कमेन्टमा लेख्नुस् र हाम्रो पेज बोल्ने वस्तुलाई फलो गर्नुस्।